गाडी यहाँ छ। अब जानलाई हामी रेडी भइरहेछौँ। पहिला चाहिँ हामीलाई भनिरहेको थियो कि 2 बजीको फ्लाइट, तर अहिले फ्लाइट चाहिँ रोकेकोले गर्दाखेरि फेरि हामी थोरै बसिरहेछौँ। अनि त्यही भएकोले गर्दाखेरि अब 6:30 बजी ऊ चाहिँ फ्लाइट छ। भोलि नेपालको हामी टक्कसँगले 2:30 बजी म झ्याप्पै उत्रिनेछु। म चाहिँ मेरो घर फ्यामिलीलाई चाहिँ म 18 तारिक आउँदैछु भनेर चाहिँ भनेको छैन, 19 तारिक आउने भनेर भनेको छु। कहाँ छ र हामी चाहिँ टक्क ब्याग स्यागलाई चाहिँ टक्कसँगले हामीले चाहिँ राखेर पनि बोर्डिङ पास गरिसकेर यो ठाउँमा हामी आएका छौँ। अब टक्कसँगले यहाँबाट चाहिँ अब गेट नम्बर 3 परेछ। अब टक्कसँगले भित्र छिर्ने अनि प्लेनमा स्विट आउँदैछौँ म नेपाल। साथी हो खाडीमा नि यस्तो दामी लिफ्ट पाइँदो रहेछ भन्ने कुरा त अहिले मलाई देखिँदैछ। त हामी चाहिँ टक्कसँगले आउँदैछौँ है। अब यता हेरौँ न हाम्रो बालुन सारे ए के हरिराम मण्डल हो भाइ भिडियो हुँदैछ, गाली नगर्ला फेरि भेट्ला। कतारको एयरपोर्ट त खतरा रहेछ त, प्लेनहरूमै पर। म एकछिन टक्क यही प्लेनमा चढ्दै हो क्या, ऊ स्टार्ट भइसक्यो। हेर त प्लेनको आएको कत्रो कत्रो बाफ्रेको। एउटामा सबै मान्छे विदेश गएको रहेछ त, के गर्ने त प्लेनको आँखा हेर्नलाई। हामी चाहिँ आइसक्यौँ। यो एकदम खराब मान्छेहरू छ क्या, यहाँ ढोकातिर बस्छ भनेको यो आएर अगाडि सबभन्दा अगाडि बसेर छ। अब हामी चाहिँ एयरपोर्टमा छिरिसक्यौँ, प्लेनमा छिरिसक्यौँ। अब टकसँग हामी चाहिँ घर आउँदैछौँ होइन। एकदम खुसी छु म चाहिँ एकदमै है। सियो त भाइ खै मेरो त साह्रै छैन। हात त तलै गरौँ म नतलै फेरि भाइ भेट्छु के नभयो भने किन त्यो हात त्यो गर्नु माथि के भन्छ यो देशीले यो यहाँ के कालो बस्यो हिजोदेखि बटास गरेको छैन। मेरो लागि आयो नस्ता 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 रे नस्ता।
फेरि बादलको बिचभित्र पऱ्यो भने नि गाडी पल्टै भन्दा खतरा पल्टिन्छ। म उयो साउदीबाट बाबा काठमाडौँ 3 राउन्ड चाहिँ घुमिसक्यो, 3 राउन्ड घुमिसक्यो, बस्न सकिरहेको छैन पानी परेकोले गर्दा। हेरौँ न कति भयो नि। यो त पहाडको घर जस्तो छ त, कुन ठाउँ हो यार? उता धेरै पानी परेको छ नि, उता उता साइड हेर्नु न। हजुर उकाललाई त्यो पारिले पऱ्यो हो। आइयो नेपाल। किथे रे किथे रे। क्या दामी स्वात्त रहेछ है सर। आइसक्यो नेपालको एयरपोर्ट। निस्किँदैछु चेकआउट गरेर। म चाहिँ मेरो फ्यामिलीलाई सरप्राइज दिनलाई भोलिको फ्लाइट हो भनेर होइन आज आइसकेको छु। टक्कै एकछिन अब सिमहरू निकालेर फोन टक्क गरेपछि होइन पुरा एक्साइटेड हुन्छ तपाईँले लागिरहेछ।